के भयो किन एक्लै बोलिरहेको हजुर कहाँ जानुभएछ भनेर सोधेको। म ती पर यसो चौतारसँग पुगेर किन के भयो केही पनि भएको छैन। कता जानुभएछ भनेर खोजेको नि। एकचोटि त भनेर जानुपर्छ। तिमीलाई एउटा कुरा भन्नु मन लागेको थियो भन्नु न के कुरा हो। विदेश त जसो तसो गरेर पैसा जम्मा गरेछ दसैँ पनि बल्ल तल मान्यो अब तिहार आउन पनि धेरै दिन बाँकी छैन तिहारमा अब के गर्ने कसो गर्ने पैसा केही रुपियाँ छैन साह्रै टेन्सन लागिरहेको त्यसैले त विदेश जानु भनेको। दसैँ त जसो तसो गरी मनायो। तिहार पनि त्यस्तै गरी मनाउनु पर्छ। मैले खोजे जस्तो मेरो मनको कुरा बुझ्नु हजुर त मेरो श्रीमान हो अनि हजुरको मनभित्रको कुरा म बुझ्न सक्दिनँ त। तिमीलाई कुरा गर्न कसैले सक्दैन बुढो हजुरलाई विदेश पठाउनु मन त कहाँ छ तर हाम्रो स्थिति नै यस्तै छ के गर्नु। हो नि बुढी तिमीले सही कुरा भनेको के गर्नु हाम्रो परिस्थिति नै त्यस्तै छ ऋण पनि धेरै भइसक्यो सबैले नराम्रो भन्दै गएको छ अनि अर्को त के कुरा गर्नु आफ्नो घर परिवारहरू टाढिएका छन् त्यसैले विदेश जानै पर्नेछ कोही बुढा राम्रो नराम्रो भन्ने हाम्रो कुरा काट्ने तिनीहरूले केही पनि गर्न सक्दैन भन्ने केही गरेर देखाउनु पर्छ।